यति बेला म तेह्रथुमको माथि गढी जङ्गलमा पाथिभरा मन्दिरमा छु। यो मेरो बाल्यकाल बितेको, मैले चाहिँ अब खेलेको हुर्केको ठाउँ हो। यो पहिले वनदेवी भन्थ्यो पहिले हामी। यो मन्दिर थिएन, यहाँ ढुङ्गाहरूमा हामी पूजा गर्थ्यौँ। यो अहिले कन्यादेवी भनेर चाहिँ यस्तो मन्दिर बनाइदिएको रहेछ। गुराँस फुलिरहेछ यो तल तल। यो बडा रमणीय पवित्र ठाउँ हो। यहाँ पाथिभराको मन्दिर छ माथि। हेर्नु सल्लेरी वन छ माथि, उच्च हाइटमा छ। अहिले सजिलो बनाएको रहेछ, पहिले यस्तो थिएन, यो धेरै विकट थियो। यहाँ अहिले यो सरस्वतीको मन्दिर बनाएको छ। यहाँ यो माथि माताको मन्दिर जाने सिँढी हो। पहिले यहाँबाट हामी हातले समाउँदै ढुङ्गैको पहराबाट चढ्थ्यौँ। अहिले यस्तो सजिलो बनाएको छ। यहाँ ओडार छ तल। हामी केटाकेटीमा आउँदाखेरि यहाँभित्र पसेर चाहिँ बाघ कराउँथ्यौँ। बाघ कराउने, बाघ लुक्ने ओडार भन्थ्यो त्यही बेला। यहाँभित्र हामी लुकामारी खेल्थ्यौँ मेरो साथी मसँग। खै अहिले त यो त सानो भएको छ। यो ओडार हो। अहिले यहाँ मन्दिरहरू के गरेको रहेछ। यो पहरा छ। यो पहर पूर्वमा यस्तो पहरा छ। यो माथि मन्दिर छ। यहाँबाट चाहिँ हेऱ्यो भने टक्क ताप्लेजुङको चाहिँ पाथिभरा देवी देखिनुहुन्छ उहिरेको बेला। त्यहीँबाट चाहिँ पहिले नै शिला ल्याएर स्थापना गरेको अरे। सायद यहाँ शिवजीको स्थापना गरेको हुनुपर्छ। अब हामी उकालो लागौँ। म र मेरो श्रीमती आज यहाँ आइपुगेका छौँ। यहाँ भाइको छोराको वर्तमान हुँदाखेरि जुरेको हो यो। अब हामी उकालो जाँदैछौँ। अब बाटो यस्तो छ। ल हेर्नु, ल यहाँ ल नथाकिँदैन। माताले बोलाइहाल्नुहुन्छ नि होइन, सुई जो माथि यहाँ यस्तो बनाएको रहेछ। पहिले यहाँ यस्तो थिएन। धेरै रमणीय छ तेह्रथुम बजार, म्याङ्लुङ बजार। तपाईँहरू एकपल्ट हेर्न आउनु होला। म अहिले सिँढी देखाउँदैछु यो रेलिङको। अहिले त जता पनि फोटोसोटो राखिदिएको रहेछ। म केटाकेटी हुँदाखेरि त यहाँ मात्र एउटा शिला थियो। त्यही शिलामा हामी पूजा गर्थ्यौँ। हेर्नु उता सल्लेरी बन्छ रमणीय। म माथि पुगेर देखाउँछु तपाईँहरूलाई। अहिले हामी जाँदैछौँ माथि। अहिले त माथि बाटो रहेछ सबै। यो माथि चुलीमा चाहिँ पहिले गढीको देवी थान छ। त्यहाँ जाँतो ढिकी ओखलहरू छ भनेर भन्थे। त्यहाँ पनि हामी पुगेको पहिले। ल अहिले हामी ट्याक्कै माताको मन्दिरमा आइसक्यौँ। अब म पहिले माताको दर्शन गराउँछु भित्र लगेर तपाईँहरूलाई। माता यो पाथिभरा भगवती माता नमो नमः। पहिलेको शिला भनेको चाहिँ सायद यही हुनुपर्छ। शिला मात्रै थियो पहिले। पहिलेको शिला यही हो। ल हेर्नु माथि सल्लेरी वनको गुराँस फुलिरहेछ। काफलहरू प्रशस्त पाउँछ यहाँ। अब यहाँबाट यस्तो हेर्नुहोस्। ल हेर्नु म्याङ्लुङ बजारको सबै छर्लङ्ग देखिन्छ यहाँबाट म्याङ्लुङ बजार। ल यो तल नागदह हो। यो तलको बाटो त जता पनि अहिले पाहाडमा बाटो छ। ल हेर्नु माथि थला डाँडाहरू देखिन्छ। यो तल देखिएको सबै सल्लेरी वन। यो बाटो चाहिँ तल गएर तम्बर कोरिडोरमा जोडिन्छ। अब हामी धरान जानु पर्यो भने यो बाटो पुल बनिसकेपछि धेरै छिटो हुन्छ तलको बाटो। यता
सल्लाहको चाहिँ फुलिरहेको रहेछ। यो बाँझको रुख हो, यो बाँझ भन्छौँ हामी यसलाई। पहिले केटाकेटीमा खुब यसको घाँस काट्थ्यौँ हामी। हेर्नुहोस् चैतको महिना गुराँस खासै अहिले फुलिसकेकै रहेन रहेछ। नभए यो पारी गुराँस माथि पाखामा गुराँस फुल्थ्यो मजासँग। अहिले अलिक ढिलो फुल्न थाल्यो कि के हो। काफलको बोट चाहिँ काफलहरू प्रशस्त पाउँछ यो जङ्गलमा। गुराँस, काफल, के अरे सल्लो, चिलाउने, उत्तिस यस्तै जङ्गल छ।